विगत केही दिनदेखि नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखक भिजिट भिसाकाण्डमा मुछिएपछि संसद भने अवरुद्ध छ। सत्ता विपक्ष दलका माओवादी केन्द्र र रासपा रापरपा भने उनी सत्ता बाहिर छन्। केही दिनदेखि पहिल्यै नै रमेश लेखकको राजीनामा दिनुपर्छ भन्ने प्रचण्ड र आफ्नो द्वन्द्वकालको मुद्दा बिउजिने भएपछि उनीले अहिले सुटुक्कै 2 बुँदे माग सहमति गरिसकेपछि संसद चल्ने भन्नेमा सहमति जनाएका छन्। यी दुई दलबीच प्रचण्डको के सहमति भयो त संक्षिप्तमा यो सुन्नुहोस्। सत्तारूढ दल कांग्रेस एमाले प्रमुख पक्षीय दल माओवादी केन्द्र संसद अवरोध हटाउने बारे 2 बुँदे सहमति भएको छ। सहमति अनुसार भिजिट भिसा प्रकरण बारे अख्तियारले गरिरहेको अनुसन्धानलाई सरकारले सहयोग गर्ने र विगतदेखि भइरहेका यस्ता घटनाहरूको छानबिन गर्ने सरकारले प्रतिबद्धता जनाउनेछ। यसैसँगै संसदमा रासपा भने एक्लिएको छ।